दिउँसो 3 बजे हिँडेको साँझ 5:30 बजिसकेको छ। हामी चाहिँ अहिले ससुराली आइसकेका छौँ। अब अलिकति यहाँबाट लगभग 1 किलोमिटर दूरी पर छ। बाटो बिग्रेको कारणले गर्दाखेरि बाटो बिग्रेको कारणले गर्दाखेरि गाडी घरसम्मको होइन र पनि यता हेर न कान्छी स्वास्थ्यको लागि फाइदा हुन्छ भन्दै चाहिँ हामीले लेफ्ट राइट वकिङमा हिँड्दैछौँ। पर कान्छी खोइ देख्नै दिनु यसको त हो ल माइत आउँदा मान्छे मस्की हाँसी दिन्छ त हो। हेर न ठ्याक्कै 10 वर्षमा आएको है माइत होइन। हेर आँखा छैन हो आकाशमा, बाटोमा छैन। र यस्तै भिडियो हेर्नको लागि चाहिँ हाम्रो एलबी राई अफिसियल युट्युब च्यानलमा चाहिँ जोडिनु होला भन्दै अहिले यसलाई एकछिन स्टप गरेँ, थाकेँ। र यहाँ हेर्नुहोस् मिनी वाटर अनि यो कटारिया पाउने स्याउ, मासुमा हालेर खाने स्याउ। अनि वैवाहिक जीवनमा बाँधिसकेपछि लेडिज ब्याग पनि भेट्नु पर्दो रहेछ गाइस। हेर्नु लेडिज ब्याग यहाँसम्मको अवस्था आउँदो रहेछ। लेडिज ब्याग हेर बहिनी मेरो भ्लग भइदिएछ होइन। तिमीले मेरो युट्युब च्यानल हेरेको छौ एलबी चामलिङ भन्ने अफिसियल भन्ने हेरेको छौ छैन होइन। अब फलो गर ल। पखन